यहाँ याकहरू पनि अब याक चाहिँ देखिया छैन, याक पनि पाउने रहेछ है सर यहाँ। यो बेस क्याम्पको होटेल यो चाहिँ सर बन्द। ल यस्तो किसिमको हुँदो रहेछ यहाँको होटेलहरू चाहिँ। हुन्छ सर। मोटरसाइकल लिएर जान्छ सर डोराउँदै। ल यात्रा सुरु भयो है हाम्रो आमा याङ्ग्रीको यात्रा सुरु भयो। तर बाटो केही देखाएको छैन। हामी अहिले ठ्याक्कै कति बजे सर? 3:15 बजे हिँड्यौँ है। अब यसरी हिँड्नु पर्ने रहेछ। यहाँ चाहिँ पुरा हिउँ परिरहेको अवस्था छ। एकदम रमाइलो भइरहेछ यार। कति बजे सर यतिखेर अहिले? 4 बजे हो। ए अब 1.5 घन्टाको ट्रेकमा हामी माथि पुग्छौँ है आमा याङ्ग्रीको पिकमा। हिउँ पनि पर्यो, लक्की रहेछ हामी यार। मगल सर हामी लक्की रहेछ नि हो। एकदम रमाइलो भइरहेछ। ल है आमा याङ्ग्रीमा आइपुग्यो हामी अहिले ठ्याक्कै। पुरै अन्धकार छ। आमा याङ्ग्रीको दर्शन आजको दिनमा पहिलोचोटि हामीले गर्दैछौँ है सर। हो नि ल सरले सफोरहरू टिपेर हालिदिनु भयो। हो यतिकै हुनुपर्छ कि मान्छेको चेतना चाहिँ छैन। ल मोहन सर यहाँ नाच्दै हुनुहुन्छ अब बिन्दास पारामा। ल सर ल हो आमा याङ्गीलाई चाहिँ प्रसन्न मनाउँदै हुनुहुन्छ है मोहन सरले नृत्यद्वारा। ल है ल गजब। आज आमा याङ्ग्रीलाई चाहिँ एकदम खुसी बनाउँदै हुनुहुन्छ है मोहन सरले। ल यो चाहिँ हामी यहाँ फाइनली एकदम सेफली राम्रोसँग आइपुगेछौँ। यहाँ हाम्रो राजु सर पनि हुनुहुन्छ। ल ठिक छ। गजब गजब भयो सर। ल
के हुँदैछ नेस्कफी ओ ल ठिक छ ठिक छ पारै जाऊ भन्नु परेन राजु यसैले हुन्छ ओहो यार हिमालको छेउमा बसेर ल हेर मेरो खुट्टा पनि चिसो भयो यार जुत्ता यो खुट्टा चिसो भयो यार एकै ठाउँ बस्नुहुन्न नि खुट्टा उठाइरहनु पर्छ कि सर ल है सर चियर्स ल काली के अरे हाम्रो याङ्ग्री आमालाई पनि यसो अलिकति चियर्स 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 ल सर यो अब यो खान्छ ल यो खाउँ त सर ल वाउ नेस्कफीको साथमा ख्याप्से होइन सर खाप्से वाउ ल मजा आयो है हो यस्तो यार यो पो हो त यार हैन हो ल गजब हाइट दामी हामी अब दर्शन गरेर चाहिँ फर्किँदैछौँ हिउँको बाटो छ अलिकति होसियार भएर हिँड्नलाई पर्खारमा छौँ अब चिप्ल्यो भने फेरि एकैचोटि तल पुगेर जस्तो चाहिँ यस्तो छ यो ठाउँ हो यो गाउँ फेरि चोकटा पनि भेटिँदैन होला फेरि चिप्लेर गयो भने हजुर यो हुँदैन सर यो त क्याटेगोरी झिउ त थाम्दैन ए थान्छ झिउ चिप्ल्यो भने त सुहाउँदो त यो झाँप्रो मालिङकै हो यो